हे गाइस वेलकम टू माई च्यानल है सबजनालाई स्वागत छ। आइएफ सबजना सन्चै हुनुहुन्छ, म पनि एकदम ठिक छ। आज चाहिँ म अब कलेज जान लागेको एकछिनमा रेडी हुँदैछु हैन, ड्रेस लाउँदैछु, एकछिनमा जान्छु कलेज। त्यसपछि आज चाहिँ हाम्रो हस्पिटलमा अब्जर्भेसनको लागि टुर छ हैन, अब्जर्भेसनको लागि हस्पिटलमा जान्छु। त्यसैले आजको भ्लगमा चाहिँ विशेष त्यस्तै नै हुनेवाला छ, रमाइलो हुनेवाला छ, सबैजना हेर्नु होला एकदम। त्यही गाइस म कलेज जान्छु, त्यसपछि हामी त्यहाँ जान्छौँ, त्यसपछि त्यहाँ गएर के हुन्छ आज म त्यो देखाउँदै गर्छु, तपाईँहरू हेर्दै गर्नु होला। पछाडि के हुँदैछ सबजना हेर्दै गर्नु होला त गाइस। खाजामा चाहिँ भनिदेऊ त, आँप खाइरहेको छ यार मैले यस्तो ठाउँमा नि आँप खान छाड्दैन हेर गाइस। बिरमानपुर मगर के छ सन्चै हामी एकेन्द्र सालो ठिक छ गाइस। हामी बजार पुग्न लाग्यौँ, हस्पिटलमा पुग्छौँ एकछिनमा गाइस। डोमोटी बजार एसी चाहियो मलाई, एसी छिटो आइज भाइ। एसी हाम्रो नेचुरल एसी अरे। ओए कति खस्यो यार, कहाँदेखि जान्छ नि गाइस? दमौली बजार हामी हस्पिटल जाँदैछौँ, एकछिनमा हामी हस्पिटल पुग्छौँ। लाइक हान्देऊ भन त, भनिदेऊ त विदिशा। हस्पिटल पुगिसक्यौँ, यहाँ पार हस्पिटल चाहिँ यो बाटो। मान्छेले हाई भन त, लाइक कमेन्ट केही भन त मेरो भ्लगलाई। लाइक कमेन्ट केही गर्नु पर्दैन, जस्ट हेर्दै पुग्छ। हो सही हो, बिल्कुल। यहाँ एम्बुलेन्स हामी यहाँ पुगिसक्यौँ है। यो मेरो एम्बुलेन्स हो, मैले यहाँ दिएछु, हेल्प गरेको छु मैले, देख्न सक्नुहुन्छ गाइस। दोस्त हामी 1 घन्टापछि हस्पिटल पुग्यौँ गाइस सबैजना। नैना हामी 1 घन्टापछि हस्पिटल पुग्यौँ है। भन्न मान्छेलाई कस्तो भयो गाडीमा भन त। हाम्रो हस्पिटल यो गाइस, देख्न सक्नुहुन्छ है, सबजना गइरहेछ। म अब बन्द गर्छु, सरले यहाँ गाडी गर्नुहुन्छ। ओ माई गॉड, यो दाइहरूले आपको फोटो यहाँबाट खिच्दो रहेछ यार, यही आप चोर्दो रहेछ, यही आप चोर्दो रहेछ हाम्रो प्रदेश अस्पताल दमौली। ओ आप चोर दियाबाट आप चोर। ओ आप चोर्नलाई हेरे कस्तो गरेछ गाइस। खरा दोस्त केही भन्नु छ मेरो भ्लगमा? त्यही त गाइस, हामी जानुपर्ने। गर्मी यति छ कि गाइस, कति कलर अब्दुल्ला रे, गर्मीको पुरै नगरौँ। के छ कस्तो केटाहरू फिलिङ्स कस्तो भइरहेछ? फिलिङ्स पुरै गरम भने पुरै गर्मीले फिलिङ्स एक्साइटेड या एकदम फर्स्ट टाइम फर द अब्जर्भेसन। यस फर्स्ट टाइम हामी हस्पिटल आएको गाइस। ओजेटी ए होइन ओजेटी, त्यतिकै अब्जर्भेसन गर्नको लागि, हेर्नको लागि हस्पिटलमा भएको फोहोरहरू हेर्न आएको हामी। यो हस्पिटल अरे गाइस, भलको लास्टै छ। तर मान्छे छ अगाडि, मलाई लाज लागिरहेछ होइन, केही छैन। अब मैले बन्द गर्छु, पछि घर गएपछि देखाउँछु ल गाइस। अब अहिले चाहिँ यति नै हेर्दै गर्नु होला सबैजना। कस्तो छ दोस्त? घर आउँदा नि हामी हस्पिटल निस्क्यौँ गाइस, अब यता अर्को रुममा जाँदैछौँ हामी। गाइस हाम्रो भिडियोमा स्वागत छ। हामी अब घरतिर लाग्यौँ, काम सक्यो हाम्रो हस्पिटलको।
बन्दीपुर लैजाने बन्दीपुर मानिकोट हामी घर जान लागेको अब ओके सर कहाँ छ के हो फेरि यत्तिकै मलाई भन्ने के छ सालो के भयो दोस्त आज भन्थ्यो त आज बबाल भने यस्तो के रमाइलो भयो बबाल हामी बजारमा छौँ हामी अब कलेज जान्छौँ त्यसपछि रुममा जान्छौँ 20 जना सबै आज 20 जना छ दियाबाट केही भन त एकदम गर्मीमै त पिकनिक जाने भनेको जाडोमा त कस्तो जाडो हुन्छ त्यो त जानै पर्यो नि मौलीको रोड गाइस बन्दैछ मस्त दामी यहाँबाट घुमाएर जान्छ के गर्नु त्यहाँ माथि ए ओ सही हो छैन छैन ला सेल्फी हानौला गीत गाउ त साथी एउटा बिहाबाट एउटा गीत गाउ त लगाउ त घुमाउने गर्छु लास्टै धुलो आयो यार ओ यो झ्यालाउ न यस्तो धुलो छ गाइस हेर्न सक्नुहुन्छ तपाईँ यहाँ बाहिर अति धुलो घुम्ने बेला चाहिँ कहाँ गर्मी हुन्छ र बसिसकेपछि टाइम पासै हुन्न अनि गर्मी लाग्छ कस्तो गर्मी भइसक्यो यहाँ गर्मी छ दोस्ती के गर्ने गाइस अब म पछि अर्को ठाउँमा बसी देखाउँछु अहिले चाहिँ यति ब्लगमा आयो भनिदिनु अङ्कललाई धेरै धेरै धन्यवाद है हामीलाई यहाँ पुऱ्याइदिनु भयो गाइस हामी चाहिँ हस्पिटलमा आइपुगेछौँ अरे कलेजमा हामी निस्किसक्यौँ गाइस हामी पुगिसक्यौँ यहाँ आएर हामी अब झोला बोक्ने घर जाने हाम्रो काम त्यही छ हेलो गाइस सबजना आइ भन्थ्यौ त यहाँ सबजना बेलीमा श्रेष्ठ भन्थ्यौ त अब हामी घर जान्छौँ साथीहरु हामी घर जान्छौँ दोस्त हामी अब घर जान्छौँ दोस्त हाम्रो सालो यहाँ छ सर यहाँ हुनुहुन्छ वेलकम सर सर पनि वेलकम अब गाइस यति नै हो हामी अब घर जान्छौँ भोलि छुट्टी छ म जानिन्छ भोलि अब रुममा पुगेपछि देखाउँछु गाइस म गर्मी अति छ गाइस हाम्रो मेन दोस्त के छ दोस्त आज कस्तो भयो भन्नु त गर्मी नि भयो शीतल नि भयो घुम्यो अलिअलि होइन ओके गाइस अब रुममा पुगेपछि देखाउँछु ल म बाइ बाइ बाई बाई साथीहरू सबैलाई भोलि सबैलाई गणतन्त्र दिवसका गणतन्त्र दिवसको शुभकामना गाइस आन्टीलाई पनि बाई बाई हामी फेरि पर्सि शुक्रबार भेट्ने छौं ओके त्यो फर्स्टहरुको पैसा क्या हो के हो दोस्त ए झोला खै तिम्रो तपाईँ लग्यो हो दोस्त हामी घर जान लागेको गाइस सबजनालाई बाई बाई गाइस बाई बाई दोस्त तिमी यता जाने दोस्त बाई बाई
सालो बाई 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 दोस्त भोलि हेरौँ न। ओके पर्सि दोस्त के भन्नु छ भन्न त के भन्नु लास्टै गर्मी छ होइन अब यही बसमा गएको गाइज हामी उम्, हाम्रो कलेज चाहिँ त्यो है देख्न सक्नुहुन्छ सबैजना दामी छ तर बाहिर हेर्दाखेरि भित्र पनि दामी छ भनौँ दामी छ भित्रबाट भन्न हुँदैन के अरे ए दोस्त त्यो बोलर किन आइरहेछ होला त्यो क्यामेरा पुरा बोलर आइरहेको रहेछ क्या अगाडि यार थाहै भएन सरी गाइज थाहै भएन यो कहिले काहीँ यस्तै हुन्छ हल्का मोबाइलको कन्डिसन हेर्नुपर्छ हामी चाहिँ अब रुमतिर लागेको यति गर्मी छ देख्न सक्नुहुन्छ माथि ए सूर्य माथा अलिक तापक्रम कम गर्नु पऱ्यो तापक्रम बढ्यो गालासाला फुट्यो दोस्त लास्टै गर्मी छ यार के भन्ने सरले हाम्रो सर एकदम खतरा हुनुहुन्छ है फेभरेट सर हाम्रो दिपेन्द्र सर फेभरेट त्यो भयो नि सरले हाम्रो हेर्दै हुनुहुन्छ favorite भने चाहिँ हाम्रो तपाईँ हाम्रो फेभरेट टिचर हो सर हामी तपाईँलाई एकदम माया गर्छौँ एकदम भन्दा एकदम यहाँ हाम्रो घर चाहिँ यही हो गाइज होइन साथीको रुम त्यो त लास्टको यो लास्टको रुम साथीको चाहिँ मेरो चाहिँ उतातिर झ्याल खुलिरहेको छ त्यही झ्यालो मेरो रुम चाहिँ यहाँ यो अगाडिको चाहिँ मेरो बुलेट बाइक हो कलेज नजिकै छ त्यही भएर बुलेट लगेन मैले गाइज ल गाइस बाई बाई तिमी रुममा जाऊ साथीको रुम यता मेरो रुम चाहिँ यता हो है गाइज गाइज म चाहिँ रुममा पुगिसकेँ है यहाँ अब रुममा पुगिसकेँ म चाहिँ आज त्यस्तो केही भएन अलिअलि हस्पिटलमा गयो त्यही हो अभिभावकसित अलिअलि हेऱ्यो यताउता त्यही हस्पिटलमा अब के गर्ने कस्तो रुमहरू के कता रुम चाहिँ अब ओपिडी रुमहरू त्यस्तै सुन्नु त्यस्तै कुन रुम चाहिँ कतातिर छ त्यही हेऱ्यो अलिअलि अरू त केही पनि थिएन होइन त्यसकै लागि गएको खासमा हामीहरू त्यो अलिअलि आउँदाखेरि हल्का रमाइलो भयो बाटोमा बसमा हल्का उता सप्राइदिन मङ्गल नै त्यसकै लागि हामी अलिकता त्यस्तो त्यही हो एनिवे थ्याङ्क यू सो मच फर वाचिङ यतिसम्म हेरेर 7 दिन भयो सधैँ हेरिराख्नु होला त्यही छ अरू त के भन्नु र सधैँ हेर्दै गर्नु होला यस्तै भिडियोहरू आइरहेको छ मेरो माया गरिदिनु होला माया गर्न चाहिँ नभुल्नु होला एज माया चाहिँ देखाउनु पऱ्यो के गाइज माया चाहिँ देखाउनु पऱ्यो ल अलिकति सब्सक्राइब हानिदिनु होला त्यही हो अरू त के भन्नु छ र ओके गाइज बाई बाई